यदि तपाईँ विराटनगरमा हुनुहुन्छ अथवा विराटनगर वरिपरि हुनुहुन्छ र विराटनगरमा घुम्ने ठाउँ खोजिरहनु भएको छ भने दिज आर द टप 5 प्लेसेस टु भिजिट अराउन्ड विराट। यो चाहिँ विराट राजाको दरबार एरिया हो र यो ठाउँको हिस्ट्री चाहिँ सिधै महाभारत जस्तो ठुलो ग्रन्थमा गएर कनेक्टेड छ। विराटनगरको इतिहासमा पनि यो ठाउँको ठुलो एकदमै नाम भएकोले यो ठाउँ घुम्नै पर्ने हुन्छ। यो चाहिँ संसारीमा स्थान हो। धार्मिक आस्थाले हेर्ने हो भने यो ठाउँको पनि एकदमै ठुलो इम्पोर्टेन्स छ। यो ठाउँमा नेपालको झापा, सुनसरी, मोरङबाट तपाईँ आउनु नै हुन्छ। प्लस इन्डियाको पनि थुप्रै मान्छेहरू धार्मिक आस्था लिएर यहाँ आउने गर्नुहुन्छ। एउटा सिङ्गो रुखमुनि रहेको यो मन्दिर एकचोटि दर्शन गर्नै पर्ने ठाउँ पनि हो। यो चाहिँ बर्जुलेको हो। 3वटा ठुलो ठुलो तालहरू मिलेर बनेको यो ठाउँ फेमस पिकनिक स्पट पनि हो। यहाँ थुप्रै किसिमको एक्जोटिक चराहरू पनि हामीले देख्न सक्छौं। अनि यहाँको लेकहरूमा पाउने लोटसले चाहिँ यो ठाउँको ब्युटी अझै धेरै बढाउँछ। विराटनगर चाहिँ इन्डियाको बोर्डर नजिकै भएको एउटा सिटी हो र विराटनगरको रानीमा भएको भन्सार चाहिँ नेपालको 4वटा मेजर भन्सारहरू मध्येमा एउटा पर्छ। त्यसैले विराटनगर नजिकै रहेको जोगमनी बजार पनि हामी यसो घुमघाम गर्न सक्छौं। प्लस रेल नदेख्नु भएको अथवा रेल नचढ्नु भएकोहरूले पनि नजिकैको कुनै इन्डियाको सिटी अथवा टाउनसम्म गएर ट्रेन चढेर ट्रेन राइड इन्जोय गर्न पनि सक्नुहुनेछ। अनि दिस मल इज वान एन्ड ओन्ली मल यु विल गेट टु सी इन विराटनगर। रेस्टुरेन्ट्स, क्याफे, गेम, सिनेमा हल, एभ्रिथिङ इन अ प्लेस भएको कारणले गर्दाखेरि यो चाहिँ एउटा पर्फेक्ट ह्याङआउट स्पट पनि हुन सक्छ। अहिले मैले सबैभन्दा मिस गरेको ठाउँ भनेको चाहिँ भाटपाडा। विराटनगरकै वरिपरि भएकोहरू त सबैजना यो ठाउँहरू घुम्न गइसक्नु भएको होला। त्यसै गरी विराटनगरमा घुम्नुपर्ने ठाउँहरूको लिस्टमा अरू केही थप्नु पर्यो भने के चाहिँ थप्न सकिन्छ होला त?